अलिक अनि दाइ धेरै मामा दर्शन चलिरह बाइक दाइ खतरै गाउँमा भएर भरै गरेर सब भरिन्छ अब खेती गर्ने ठाउँै हुँदैन खेती गर्दैन मान्छेले दाइ के भन्छ ए खेती गरे भन्दा त किनेर खाएको फाइदा भन्दिन सबले त्यही भन्दिन रोपाइ पो भइरहेको हेर त्यहाँ स्कुलको रोपाइ कार्यक्रम दाइ होइन असार 15 हेर नि त्यहाँ त्यही त गरेर त्यही गरे होला बरु लिएर आए हुन्छ त र मै गर्दैन अपरेसन गरे एभिनेसको त्यो टाका कसले खाने हेर नि त स्कुटर चलाएर हिँड्छ गाह्रो नभएर होला अहिलेलाई ओहो रक्सी बाहना आयो यहाँ फेरि पारिरहेको बस्दो रहेछ नि होइन माथिर नि जाला जान्छ माइक्रो नि छ बाबुलाई गाडीमै हालिदिनु होला सधैँभरि आफू घर हुँदैन नि त होइन अनि दाइ टाइम पाउँदैन अब आफूले राख्दैन गाडीमा कति लाग्छ अरे दाइ 700-800 महिनामा आउने बेला यहाँ आउने बेला मात्रै हालिदिनु पठाइदिने कि चढाइदिने कि गाडी नि मास्टिकको त सम्म जान्छ जिम्मा नि लिगी सर्दिन चाहिँ उनीहरूले नै राम्रै ल्याइदिन्छ स्कुलबाटै सबै कुराहरू ज्ञान नसिकाए बिर्सिहाल्छ त होइन पाला त कहाँ थियो त यस्तो होइन र हेर नि त यस्तो भयो हेर ल सबले हिलो हेल्यो अब स्कुलमै जान्छ होइन गाडी बाइक दाइ स्कुलमै जाइदिने खालि होइन बालहरू साथीहरूसित छ यहाँ म पैसा बोल्छु बाइक दिन जाने मान्छे असार 15 के खुवाउने होला घरमा दाइ यहाँ नि अब खुवाउनु पर्छ र दाइ के खुवाउ केही गर्ला नि त भन्नु ए के गर्ने हाम्रो भतिज तिमी कहिले यो कसले बोला हो दाइ खै पछाडि बोलाएर मकै भाँचिरहेको रहेछ हामीलाई बोला हामीलाई बोला हो दाइ त्यो भाइ होला होला भाइ होला 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 के हो यो असार 15 ए कस्तो भइरहेको त ल हेर ओहो सुप्लेक्स आनेलाई
असार 15 दही चिउरा नखाने साउन 15 मा फेरि खिर खाइदिने होइन दाइ हो बच्चा टोली बवाल छ यार बिल्डिङ देखाउँनु पर्यो अरे वाह सबलाई हिलोको टिका लगाइदिनु पर्यो हिलोको बल छ यार स्कुल त के हो फेन्सिङ भएन बाइक चला भनेर यसरी हिलो नि खेल्यो सुप्लेक्स त हान्थ्यो भन्दिन ए धान छाने रहेछ नि पुरै हजुर धानै ब्यागमै त ऊ एउटा धानै दिएर पठाइदिएर खेल्दिएर के गरे यहाँ हिलो खेले हो खै धानको टिका लाउनु पर्ने रोप्न नि थालिसक्यो म्यामहरूले यहाँ बिचमा बसेर सर के त भाइ बोल्दै हिन्दी र होला भन्नु नि त बिचमा बोलिरहँदै आएर गीत चाहिँ गाउनु पर्ने तिनीहरूले दही चिउरा मोड्यो अब होइन सही हो बाइक चलाउँदा अगाडि
सही हो उडाउला पुरै स्टार्ट चाहिँ हुँदैन गर्नु हुँदैन नि त लस नि त होइन भोलिपर्सि हुने राइड गर्नुपर्छ हराउनु है त हराउनु पिप पिप भने चाहिँ आज दही चिउरा खायो खायो दही चिउरा अझै अलि बेसरी अब बटा कुदाइदिन मजा आयो अब यता